आज मैले सुँगुरको मासु बनाउन गइरहेछु। त्यसैले मैले अदुवा लसुन खुर्सानीहरू पिसेर रेडी गरेँ। मासु मैले बोइल गरेर अगाडि राखिसकेको थियो है। त्यही भएर तेल हालेँ अनि त्यसपछि एउटा मासु तेल हालेर मासु हालेर खराएँ। खरिसकेपछि यसरी प्याज हालिदिएँ अनि चटचिन चलाएर अदुवा लसुन पिसेको हाल्यो अनि त्यसपछिबाट चलाइदियो फेरि। त्यसपछि बेसार दुलो खुर्सानी नुन अनि भुटेको जिरा हालेँ होइन। मैले चाहिँ खालि सुँगुरको मासु पकाउँदा भुटेको जिरा मात्र हाल्छु। यो आफ्नै स्टाइल हो है। अब मलाई बोसो मन पर्दैन, त्यही भएर यस्तो फलमासुहरू ल्याएर खराएर यसरी खान्छु। अनि त्यसपछि प्याज हालिदियो अनि प्याज हालेर एकछिन चलाएर पानी हालेर अनि हल्का चलाइवरी अनि त्यसपछि 10-15 मिनटको लागि होइन मैले छोपेर राखिदिन्छु है। यो मासुलाई छोपेर राखिदिन्छु पानी हल्का हालेर। अनि त्यसपछिबाट 10-15 मिनट पछि पाकिहाल्छ, पानी सुक्छ। त्यसपछिबाट त्यसलाई चलाएर धनियाँ हालिदिन्छु। धनियाँ हालेर चलाइदिइसकेपछि मैले हाफ लेमन पनि हाल्छु है। मलाई यस्तै स्टाइलमा त पकाउनु त म 3-4 खालको पकाउँछु, तर म यस्तो मन परेर मलाई पकाएको है। यो तपाईँहरूले भातसँग खाए पनि भयो, चिसो कोकहरूसँग ड्रिङ्कहरूसँग खाए पनि भयो, बियरसँग खाए पनि जेसँग आफ्नो इच्छा लाग्छ त्यहीसँग खानुहोस् बनाएर।